तपाईको सिम एनटिसी को हो कि एनसेल को हो के तपाईलाई याद छ त्यो समय मिस कल दिएर ब्यालेन्स बचाइन्थ्यो जीपीआरएस अन गरेर फेसबुक चलाइन्थ्यो अनि एनसेल को सिम पाउँदा कस्तो खुसी लाग्थ्यो आज हामी 5G को जमानामा छौं नेपालमा 4G मात्रै भए पनि जमाना चाहिँ 5G कै हो है हामी प्राय जसो सबैको प्राइमेरी नम्बर एनटिसी को हुन्छ एउटा समय थियो जब नेपालको सबैभन्दा पपुलर नेटवर्क एनसेल थियो तर आज फेरि किन सबैको रोजाइमा एनटिसी नै पर्दैछ हिजो त्यति धेरै पपुलर भएको एनसेल आज किन यस्तो भयो त म आज एकदमै छोटो र सरल तरिकामा एनसेलको ओह्रालो यात्राको कुरा गर्छु है त 2000 को सुरुतिर नेपालमा मोबाइलको पहुँच सबैसँग थिएन एनटिसी नेपालको एक्लो टेलिकम थियो सिम महँगो कल महँगो मोबाइल पहुँच हुनेहरूसँग मात्र हुन्थ्यो अझ भनौं पैसा हुनेहरूसँग टेक्नोलोजी त भित्रिएको थियो तर सबैको पहुँचमा भने थिएन 2005 ताका नेपाली बजारमा नयाँ टेलिकम आयो मेरो मोबाइल जसलाई आजकल हामी एनसेल भन्छौं यो नेपालको पहिलो प्राइभेट टेलिकम कम्पनी हो सस्तो सिम सजिलो पहुँच अनि युथ फोकस अफरले मार्केटमा ठूलो चेन्ज ल्यायो मलाई याद भएको अफर भनेको भ्यालेन्टाइन अफर जसमा दुईवटा सिम सँगै किन्न पाइन्थ्यो अनि दुईवटा सिम बीच फ्री कल त्यो समयमा यो सिम लिएर आफ्नो गर्लफ्रेन्ड वा बोयफ्रेन्डलाई दिएर रातभरि गफ गर्नुको मजा नै बेग्लै हुन्थ्यो आज सोशल मिडियाको जमानामा त्यो कुराहरू सम्झिँदाखेरि किन ठुलो कुरा हो जस्तो लाग्छ तर त्यो बेलामा फोनमा गफ गर्न पाउनु नै कति ठुलो कुरा हुन्थ्यो झन् भर्खर मोबाइलमा इन्टरनेट सुरु भएको थियो जीपीआरएस चलाइन्थ्यो स्पिडको त के कुरा गर्नु अनलाइन हुन पाउनु नै ठुलो कुरा हुन्थ्यो तपाईहरु कसले मिग 33 चलाउनु भयो अनि त्यो नोकिया फोनमा फेसबुक एउटा फोटो लोड हुनलाई कति समय लाग्थ्यो यो सबै कुरामा साथ दिने साथी भनेको एनसेल नै थियो डाटा एक्सेस सजिलो बनाएको एनसेलले नै हो त्यही भएर एनसेलको ग्रोथ एकदमै र्यापिड थियो झन् फरेन इन्भेस्टमेन्ट आएपछि नेटवर्क एक्सपेन्सन फास्ट भयो 3G 4G को मामिलामा एनसेल एकदमै अगाडि थियो एक समयमा एनसेलले नेपालको करिब आधा मोबाइल मार्केट आफ्नो बनाएको थियो सहर बजारमा सबैभन्दा पहिलो रोजाइ नै एनसेल थियो एनसेलले नेपालमा टेक्नोलोजी इन्भेन्ट त गरेन तर टेक्नोलोजीलाई सबैको पहुँचमा चाहिँ पुर्यायो सिम सस्तो भयो कम्पिटिसन बढ्यो प्राइस घट्यो अनि युथलाई कनेक्ट गरायो यो कम्पिटिसनले ओभरअल टेलिकम सेक्टरलाई नै राम्रो बनायो तर आजको अवस्था फरक छ किन एनसेलले त्यो आफ्नो लेगेसी कायम राख्न सकेन त पहिलो भनेको नेटवर्क कभरेज हो एनटिसी को गाउँ सहर सबैतिर नेटवर्क राम्रो छ सँगै प्राय मान्छेलाई एनसेल भन्दा एनटिसी सस्तो लाग्छ र एनटिसी सरकारी टेलिकम भएर पब्लिकले लङ टर्म ट्रस्ट बढी गर्छन् अर्को फ्याक्टर भनेको एनसेलको ओनरशिप चेन्ज र ट्याक्स कन्ट्रोभर्सी जसले पब्लिकको सोचाइलाई एकदमै नराम्रो असर पार्यो पछिल्लो पटकको एक दुईवटा हरकतले त एनसेललाई अझै कमजोर बनाउन हेल्प गर्यो होला सायद र सबैभन्दा इम्पोर्टेन्ट कुरा युजर एक्सपिरियन्स पनि हो अब सबैको एक्सपिरियन्स सेम हुन्छ भन्ने हुँदैन कसैलाई एनसेल राम्रो लाग्न सक्छ त कसैलाई एनटिसी आजको दिनमा सिम कुनको भन्दा पनि नेटवर्क कभरेज डाटा प्राइसिङ अनि रिलायबिलिटी इम्पोर्टेन्ट हुन्छ नेपाली युजरहरू धेरै इन्फर्म भएका छन् एनटिसी र एनसेल दुवै नेपालको स्ट्रङ टेलिकमहरू हुन् तर यो कम्पिटिसनको फाउन्डेसन बनाउन एनसेलको भूमिका ठूलो छ सायद यो कम्पिटिसन नभइदिएको भए टेलिकम सेक्टर आजको जस्तो फास्ट डेभलप हुँदैन थियो होला अनि अन्तिममा भन्न मन लागेको कुरा भनेको चाहिँ हिजो हामी युथको समस्या समाधान गर्ने एनसेल आज किन मार्केटमा कम्पिटिसन दिन सकिरहेको छैन किन अझै पनि डाटा नेपालमा महँगो छ अहिलेको डिजिटल नेपालमा डाटा मोस्ट इम्पोर्टेन्ट भइसक्यो डाटा अफोर्डेबल बनाउनु पर्यो एनटिसी एनसेल दुवैले दुनिया 6G को खोजीमा लागिसक्यो हामीले 5G कहिले पाउने एक कल मात्र टेलिकम भएर हो कि किन हो हामीले दुःख पाइरहेको